गार्डन केयर ब्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ म गोदावरी प्लान्टको अपडेट दिन गइराखेको छु। यो गोदावरीहरू चाहिँ गर्मी ठाउँमा भएको हुनाले कोपिलाहरू बसिसकेको छैन। प्रायः ठाउँहरूमा हामीले हेर्ने हो भने कोही ठाउँमा हामी फुलिराखेको देख्छौँ। तर मैले चाहिँ पिन्चिङ गरिराखेको हुनाले अनि अलिक गर्मी भेगमा भएको हुनाले गर्दाखेरि यो चाहिँ राम्रोसँग कोपिला लागिसकेको छैन। यो क्रिसेन्थेमम भन्ने गरिन्छ अङ्ग्रेजीमा, गोदावरी भनिन्छ। अनि यसलाई हामीले राम्रोसँग कटिङ लगाएर पनि सार्न सक्छौँ। अनि यो प्लान्ट चाहिँ जाडो महिनामा अति धेरै ब्लुमिङ भएर फुल्छ। यो गोदावरीलाई चाहिँ राम्रोसँग स्याहार गरी जाडो महिनामा यसबाट धेरै हामीले फुलहरू लिन सक्छौँ। हेर्न सक्नुहुन्छ, मैले स्टिक लगाएको छु, केही ठाउँहरूमा स्टिकले सपोर्ट गरेको छु, किनभने यो अति कमुलो हुने गर्दछ। त्यसै गरी जाडो महिनामा फुल्ने फुलहरूमध्ये सयपत्री पनि एक हो। हेर्न सक्नुहुन्छ, सयपत्रीमा चाहिँ कोपिला लाग्न थालिसकेको छ। यो सयपत्रीलाई चाहिँ स्पाइडर माइट भन्ने एउटा किरा लाग्ने गर्दछ। त्यो किराले चाहिँ यसलाई अलिक असर गर्छ। अनि हामीले यसलाई समय समयमा हेरदेख गर्नुपर्छ। अनि हामीले नर्सरीबाट ल्याउनु साथै त्यतिकै फुल्न दिने होइन, यसलाई पिन्चिङ गर्नुपर्छ। पिन्चिङ गरेर यसलाई फुल्न दिनुपर्छ। अनि यो झ्याप्प हुने गर्दछ। अनि यसलाई धेरै पिन्चिङ गर्यो भने धेरै ब्रान्चहरू निस्किन्छ। अनि त्यो ब्रान्चहरूबाट अनि धेरै कोपिला, धेरै फुलहरू हामी लिन सक्छौँ। हेर्न सक्नुहुन्छ, अनि सयपत्रीको चाहिँ अब फुल्ने बेला भइसकेको छ। अनि यो चाहिँ राम्रोसँग ब्लुमिङ भएर फुल्नको लागि कोपिलाहरू बसिसकेको छ। यसलाई चाहिँ हामी कटिङबाट पनि सार्न सक्छौँ सजिलै। यो चाहिँ मैले नर्सरीबाट हाइब्रिड किनेको हो। यो हामीले हाइब्रिड किनेकोलाई हामीले कटिङ गर्यो भने अनि त्यो पनि हाइब्रिडै हुन्छ। अनि तर यसको हामीले बिउ राखेर अर्कोचोटि अनि यसलाई हामीले छर्यौँ भने त्यो चाहिँ लोकल हुन जान्छ।